बुवाले बिडी खाँदैन खैनी खान्छु भनेर ल्याउनु पर्नु भएको छ के गर्नु हुँदो रहेछ ए खैनी अनि खै बिडी दिन्न नि त नि बिडी राख्नु पर्यो नि त नि म राख्दिन्छु नि त बिडी चाहिँ भरे दुइटै खानुभयो भने त नि यसैमा हो तेरो जानुपर्छ यसैमा हो यस्तो माथि उचाल्नु यो त ठिकै छ कस्तो दुख्छ हौ अनि यो अहिले राख्दैन यो अनि बिडी के बोक्नु हो तैँले अब म राखिदिन्छु नि त अर्को ठाउँ म देखाउनु तपाईँले खाइहाल्नुहुन्छ नि ठाउँ लागिहाल्छ अहिले खैनी फ्याँकेर यो चाहिँ एउटा कसको छ यो दिनुपर्छ अर्काको कसको ए कस्तो ल्याउने अस्ति ए फिर्काउने थियो घरैमा राख्नु त्यो राम्रो छैन भनेर फिर्काउने अस्ति राखेको छ लिन्छ त्यो त फिर्ता पैसा होइन अब उनले खाने ती बुढा दाजु अस्ति खा भन्थे लु राख ए माथि र देउजा आइरहन्छन् नि ए ल चुरोट रहन्छन् अस्ति कोही कुवा आएर त्यसले खाइदियो कस्तो मान्छेहरू चाहिँ त्यस्तो लगेर त्यसले उति एउटा प्याकेट छ